रमेशले के रक्सी खाएर त्यसरी जगतको अगाडि सीतालाई मैले माया गर्छु, यदि तपाईँले छोड्नु भयो भने सीता फेरि फर्केर आई भने म सीतासँग बिहे गर्छु, सीताको खुसी नै मेरो खुसी हो, सीता र सीताकी आमालाई दुखी भएको मैले हेर्न सक्दिनँ भन्दै त्यति विधि बडबडाएका थिए नि त है। अब रमेशले सीतालाई मैले त्यसरी माया गर्छु भनेर जगतको अगाडि बडबडाइरहँदा जगतको अनुहारको रङ त फेरिएको थियो। सीता पनि एकदमै डराएकी थिइन्, कतै यही कारणले गर्दाखेरि मेरो घरबार बिग्रिने त होइन, जगतले झगडा गर्ने त होइन भन्ने उनको मनमा भइरहेको थियो। हामीलाई पनि त्यस्तै लागेको थियो। अब रक्सीको तालमा रमेशले अब आन्द्रा भुँडी सबै फर्काए झैँ गरेर मनमा भएका कुराहरू जति भनिदिँदाखेरि अब चाहिँ सीताको र जगतको लडाइँ झगडा हुने भयो भन्ने सोचेका थियौँ, तर त्यस्तो केही पनि भएन। हेर्नुहोस् त, जगतलाई त केही असरै परेको रहेनछ त्यो कुराले त। अझ सीताकी भाउजूले त्यो बाबुले मनको तितो पखाल्नु भयो भनेर कुरा गर्दाखेरि सीताको दाइले चाहिँ होइन, त्यसको मनमा भएको तितो होइन, त्यसको त मनै त्यस्तै रहेछ, हाम्रो बहिनीको अगाडि त हात धोएर पछि परेको रहेछ नि भनेर कुरा गर्दाखेरि त सानैदेखिका साथी हुन्, मनमा माया हुनु त स्वाभाविक नै हो नि, मैले त्यस्तो केही पनि सोचेको छैन भन्छन्। अनि रमेशसँग भेट हुँदाखेरि रमेशले पनि मैले तपाईँलाई चाहिने नचाहिने केही भने कि क्या हो भन्दाखेरि त तिमीले त्यस्तो केही पनि भनेनौ, तिमीले त आफ्नो मनमा भएका कुराहरू जति सबै निर्धक्क साथ भनेका थियौ, मलाई खुसी लाग्यो तिम्रो मनको कुरा थाहा पाएर भन्छन्। अनि मैले के भनेर त्यस्तो भन्दाखेरि तिमीले सीतालाई धेरै माया गर्दा रहेछौ, यही भन्यौ, सीता र सीताकी आमालाई मैले धेरै माया गर्छु भनेका थियौ भनेर जगतले भन्दाखेरि हेर्नु त रमेशले हत्तरपत्तको कुरा मिलाउँदै म त सीताको बच्चैदेखिको साथी हो नि त, अनि माया गर्नु परेन त, अनि फेरि काकै र सीतालाई मैले बाहेक अरू कसले माया गर्ने त भन्छन्। तर जगतले चाहिँ ठिकै छ, मलाई एकदमै खुसी लाग्यो, मैले भन्दा पनि सीतालाई धेरै माया गर्ने अरू कोही रहेछ, तिमी जस्तो साथी पाउनु त सीताको भाग्यमै लेखेर आएको रहेछ भन्दै यस्तै यस्तै कुरा गरेर गए। तर सीतालाई भने त्यही रमेशले भनिदिएका कारणले गर्दाखेरि अब आफ्नो घर बिग्रिने भयो भनेर एकदमै डर लागेको थियो। हामीलाई पनि त लागेको थियो नि, अब पक्कै पनि सीता र जगतको चाहिँ बिछोड हुन्छ होला, लडाइँ झगडै गर्छन् होला भने, तर त्यस्तो केही पनि भएन। भनेपछि अब अहिले चाहिँ जगत समझदार भएकै हुन् कि जस्तो लाग्यो। तर फेरि अब आफ्नै श्रीमतीलाई त्यसरी माया गर्छु, म उसको खुसीकै लागि बाँचेको हो, उसलाई दुःख दिएको हेर्न सक्दिनँ, यदि केही गरी उसको घर बिग्रिएर माइतमा आई भने म उसलाई स्वीकार्न तयार छु भनेर त्यति विधि बयान गरिरहँदा कुन चाहिँ श्रीमानले सुन्न सक्छ होला र। मलाई त लागेको छ पक्कै पनि अब जगतले यही विषयलाई लिएर पछि सीतासँग झगडा गर्छन् कि जस्तो लागेको छ है। हुन त अब अहिले जगतले त्यति सिरियसली नलिकन मैले त्यस्तो केही पनि सोचेको छैन भनेर हाँसी खुसी बिदाबारी भएर गएका छन्। तर खै मलाई चाहिँ अलिकति पनि विश्वास लागेको छैन। अब हुन त अब जगतको पनि अतीत थियो नि त, अब गरिमासँग उनको त्यस्तो चक्कर थियो, तैपनि सीताले त्यो अब सबै पुराना कुराहरू भए भनेर अब अहिले नयाँ जिन्दगीको सुरुवात गर्नुपर्छ भनेर जगतसँग मिलेर बसेकी छन्। त्यही गरिमै त्यो घरमा आउँदाखेरि पनि जस्मिनको आमा हो, जस्मिनको लागि भए पनि गरिमालाई स्वीकार्नै पर्छ भनेर लागि पनि त परेकी थिइन् नि। तर गरिमाको चाल सीताले अलि ढिलो बुझिन् र पो पछि उनलाई सबै कुरा थाहा भयो, यसले घर बर्बाद पार्न हैछ भनेर घरबाट निकालिदिइन्। तर पनि जे हो सीताले चाहिँ जगतको सम्बन्धलाई त स्वीकार्नै खोजेकी थिइन् नि त। के अब यही कारणले गर्दा पनि सीतालाई मेरो विगत थाहा हुँदा हुँदै त उसले मलाई स्वीकारेकी थिए, अहिले मसँग राम्रै तरिकाले मिलेर बसेकी छ, त्यो त उसको विगत थियो, विगतमा भएका कुरा अब वर्तमानमा हुँदैनन् भनेर जगत ढुक्कै भएर बस्लान् त। के लाग्छ तपाईलाई? अब जगतले यसरी नै सीतालाई माया गरिरहनुपर्छ, सपोर्ट गर्नुपर्छ, अनि सीताका विगतका कुराहरू कोट्याउने होइन, बरु सीतालाई अगाडि बढ्नलाई प्रोत्साहन गर्नुपर्छ भन्ने कोलाई लागेको छ त? कमेन्ट गर्नुहोस् है।